नमस्ते सम्पूर्णमा स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म बाबु खेल्नको लागि आँगन लिप्नको लागि तयारी गर्दैछु। सुरुमा पानी चार्दैछु। पानी चारिसकेपछि म के गर्छु भिडियो अन्तिमसम्म हेर्नुहोला। आज चाहिँ धुलो धेरै भयो क्या, अनि धुलो धेरै भयो, अनि त्यही भएर बाबु खेल्न खोज्ने खेलेपछि फेरि सुरुवालमा एकैछिनमा कति धेरै धुलो लाउने, अनि त्यही भएर मैले अलिकति केही हुन्छ कि भनेर आँगन लिप्नको लागि रेडी गर्दैछु। सुरुमा पानी चारे। पानी चारिसकेपछि खरितोले बरालिसकेपछि तल गाउँमा गएर, हाम्रो घरमा चाहिँ गाई गोरु छैन नि त, अनि त्यही भएर तल गाउँमा गएर मल लिएर आएँ। अनि मल लिएर आएँ नि, बाबु चाहिँ अघि चाहिँ बोकिरहेको थिएँ, मैले सुत्यो अनि सुताएँ। अनि सुताइसकेपछि मलाई काम गर्न सजिलो भयो। अनि मेरो बाबु फेरि आज मात्रै अलि धेरै सुत्यो, नत्र भने त्यति सुत्दैन नि त। त्यही भएर मैले त्यो छिटो गर्छु भनेको थिएँ, त्यही पनि ढिला भइगयो। त्यही पनि अरू बेला भन्दा चाहिँ मैले चाहिँ यो खरिदोले बनाउन जानेको थिएन पहिला, अनि तल दिदीले बनाएको देखेको थिएँ। अनि म पनि आज बनाउँछु त कस्तो हुन्छ त भनेर, धेरै राम्रो हुँदो रहेछ नि। हात पनि जोगिने, छिटो पनि धेरै राम्रो हुँदो रहेछ। मल पनि थोरै लागे जस्तो लाग्यो मलाई। तर मैले पहिला चाहिँ हातले लिप्थेँ, हात लास्तै दुख्ने रटाउने गर्थ्यो। यो आइडिया चाहिँ सही लाग्यो साथीहरू। तपाईँहरू पनि यो आइडिया सिक्न सक्नुहुन्छ मबाट, मेरो भिडियो हेरेर। म चाहिँ अरू बेला चाहिँ मेरो बाबु धेरै सुत्दैन थियो, आज चाहिँ अलि धेरै सुत्यो। त्यही पनि पछि म पोटिसकेर जाँदा त रोइरह भन्दा पनि खेलिरह रहेछ, खेल्ने ठाउँ पाएछ। अनि खाटमा सुताएको थिएँ मैले, माथितिर ऐना छ नि त, अनि त्यही आफ्नो गुडियाहरू छ, अनि खेल्ने ठाउँ पाएछ, अनि खेलिरहेको थियो। जे होस् मलाई काम गर्न चाहिँ सजिलो भयो, नत्र अगाडि मलाई एकछिनमा पानी छम्क्याउँदा अनि बराल्दा कति गाह्रो भइरहेको थियो। अनि म तल गएर मल लिएर आउँदा पनि मलाई कति गाह्रो भइरहेको थियो। बाबु सुतेर चाहिँ मलाई धेरै सजिलो भयो काम गर्न। गाउँघरमा बस्नेलाई त थाहा हुन्छ, सहरतिर बस्नेलाई पनि अहिले त प्रायः जस्तो गाउँकै मान्छे सहरतिर गएको त हुने, यो सबै थाहा हुन्छ। तर कसैले नथाहा पाएकोले चाहिँ यसरी बनाउँदो रहेछ भनेर थाहा पाउन सक्नुहुन्छ मेरो भिडियो हेरेर। यो आइडिया चाहिँ मैले आज सुरुचोटि ट्राई गरेको, तर म यसमा सक्सेस भएँ। मैले गर्न पनि जाने, त्यही भएर मैले जान्छु कि जान्दैन भनेर भिडियो मात्र मैले हेर्नको लागि भिडियो बनाएको थिएँ। त्यही पनि पोस्ट गरौँ न त, साथीहरूलाई सेयर गरौँ न त मेरो काम भनेर मैले चाहिँ राखिदिएँ भिडियो। सबैजनाले अन्तिमसम्म हेरेर माया गरिदिनु होला। गाउँघरमा बस्ने मान्छे चाहिँ यस्तै हो के, ढुङ्गा माटो। अनि सहरतिर बस्ने छ्या भन्छ। तर नि जसले जे भने नि गाउँ भने गाउँै हो के। कति रमाइलो हुन्छ, जता गए पनि सम्झना आउने हुन्छ नि त। आफ्नो गाउँ सबैलाई प्यारो लाग्न त। तर पनि पहिले मलाई मेरो जन्म गाउँ प्यारो लाग्थ्यो भने अहिले कर्म गाउँ प्यारो लाग्छ। छोरी मान्छेको जात हो। बिहे गरेर कर्म घर गइसकेपछि, कर्म गाउँ गइसकेपछि, कर्म थलो भनौँ गइसकेपछि जता गए पनि ला मेरो त्यहाँ हाम्रो गाउँमा त यस्तो थियो उस्तो थियो, यहाँ यस्तो रहेछ उस्तो रहेछ भन्ने हुन्छ नि त। अन्त जति राम्रो भए पनि म बसेको गाउँ जति राम्रो कोही छैन क्या, म बसेको गाउँको रहन सहन जति अन्त राम्रो छैन क्या भन्ने हुँदो रहेछ क्या मान्छेलाई। त्यही भएर हामी गाउँले पर्यो, हामीलाई गाउँ नै प्यारो लाग्छ। सहरमा बस्ने मान्छेले छ्या भन्नुहोस् छि भन्नुहोस् मतलब भएन, हामीलाई यही गाउँ प्यारो छ हाम्रो लागि। जस्तो अब मलाई पहिला मेरो माइती गाउँ प्यारो लाग्थ्यो। पहिला अब भर्खर बिहे गरेर आइसकेपछि कस्तो लाग्ने। अब हाम्रो घर फेरि अलि माथि छ नि त, अलि गाउँभन्दा अलि माथि छ। त्यही भएर उता त अब
नजिक नजिक घर भएको र मेरो माइतमा नजिक नजिक घर भएको अनि मान्छे यताउति गरिराख्ने या फेरि खासै नगर्ने। हाम्रो घर अलि माथि छ नि त, त्यही भएर कस्तो लाग्थ्यो पहिला पहिला अट्यास लाग्ने त्यस्तो लाग्थ्यो। आजभोलि चाहिँ मलाई यही कर्म गाउँ कर्म थलो प्यारो छ मेरो लागि। त्यही भएर जसले जे भने नि गाउँमा दुःख हुन्छ, दुःख पनि हुन्छ, राम्रो पनि हुन्छ, अर्ग्यानिक खाना पाइन्छ। आफूले दुःख गरेपछि, दुःख नगरे त कोही पनि हुन्न। सहरमा पनि दुःख गर्ने त हो नि। त्यही अब सहरमा जागिर खाने, सहरमा बस्ने टाइम टेबलमा गर्छ र हो। अब हाम्रो गाउँघरमा फेरि कामै प्यारो हुन्छ। खाना उ गर्न भन्दा पनि कामै प्यारो हुन्छ नि त हामीलाई। अनि त्यसैले गाउँ प्यारो लाग्छ हामीलाई। आजको मेरो काम चाहिँ यही हो। अरू त के गर्नु, आजै हो मैले धेरै काम देखाएको। बच्चासँग अरू बेला त बच्चा हेऱ्यो बस्यो। थोरै थोरै काम त गरिहाल्छ, किन नगर्नु, सानोतिनो काम त गरिहाल्छ। बच्चा सुतेको बेला सबै काम गरी सिद्ध्याउँ जस्तो लाग्छ। अब 5 मिनटमै बच्चा उठ्छ अनि सब प्लान चौपट। त्यस्तो पनि हुन्छ। एक्लै बच्चासँग एक्लै भएको मान्छेहरूले चाहिँ बुझ्नुहुन्छ यो कुरा। अब मेरो भिडियो चाहिँ यति नै हो। अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। बाई बाई, फेरि भेटौँला।